हेलो साथीहरू, स्वागत छ यहाँहरूलाई मेरो भिडियोमा। अनि के गर्दै हुनुहुन्छ हजुरहरू? म चाहिँ आज राति खानामा के खाने होला भनेर सोच्दैछु। सधैँ बिहानै साँझै दाल भात तरकारी खाइराख्दा पनि कहिलेकाहीँ दिक्क लाग्छ है, अनि केही नयाँ खाउँ न भन्ने हुन्छ। त्यसैले आज चाहिँ म यो सिन्के चाउचाउ, हामीले यसलाई सिन्के चाउचाउ भन्थ्यौँ, जुजु चाउचाउको चाउमिन बनाउन जाँदैछु। ल त्यसलाई चाहिने सामानहरू रेडी गरौँ है त। मैले यहाँ अदुवा, लसुन, प्याज, हरियो खुर्सानी, गाजर, बन्दा काटेर राखेको छु। त्यसपछि डेप्चीमा पानी राखेर उमाल्नलाई राखेँ। त्यसमा बेसार हालेँ, नुन हालेँ। अब त्यसपछि थोरै तेल हाल्छु। यति हालिसकेपछि चाहिँ चाउमिन टाँसिँदैन, खिला बन्छ, भन्नाले छुट्टै बन्छ। अनि अब हेर्दै जानुहोस्। अनि चाउमिनमा हाल्नको लागि चटनी त चाहियो, टट्ट पिरो चटनी। मैले चटनी पिसेर आएँ, पानी पनि तातिसकेछ। र चाउचाउ खोलेर मैले त्यसमा हालेँ र एकचोटि भुर्लुक्क उम्लिएपछि यस चाहिँ पाक्यो। छाम्दैछु म पाक्यो कि पाकेन भनेर। र यसलाई मैले धारामा लगेर 2-3 चोटि छल चिसो पानीले पखालेर छानिलिएर आएको छु। अनि अब चाहिँ कराही बसालेर त्यसमा तेल हालेँ। अब त्यहाँ काटेर राखेको लसुन हाल्छु, अनि अदुवा पनि हालेँ। त्यसपछि चाहिँ म यसमा हरियो खुर्सानी हाल्दैछु। पिरो त अब हजुरलाई कतिको मनपर्छ उही किसिमले राख्न सक्नुहुन्छ। त्यसपछि प्याज हालेँ मैले, अनि यसलाई राम्रोसँग चलाउँछु। यसलाई चाहिँ राम्रोसँग पाक्न दिनुपर्छ। हजुरहरू कसलाई चाउमिन मनपर्छ? हाम्रो घरमा त सबैले रुचाउनुहुन्छ। अझ हाम्रो सानी छोरीले त झन् कति मिठो मानेर खान्छन्। चाउमिन भन्ने बित्तिकै यति त खुसी हुन्निन्। अनि त्यसपछि म चाहिँ यसमा गाजर राख्दैछु। गाजरलाई पनि राम्रोसँग चलाउने, फल्लाफुल्लु पार्ने, होइन सबैलाई आउँछ होइन। त्यसपछि फेरि बन्दाकोपीको पालो आयो, बन्दा राख्दैछु म। यति सब्जी राखेपछि अरू बेलामा खान्नन्, हेर्नु पकाएर दिएर खान्नन्। यस्तरी चाउमिनमा राखेर दिने हो भने चाहिँ हाम्रो छोरीहरूले चुप लाएर खान्छन्। अनि म यसमा सिमला मिर्च बिर्सिरहेछु, सिमला मिर्च पनि हाल्दैछु। अनि यसलाई राम्रोसँग पाक्न दिन्छु, फल्लाफुल्लु पारेर। ग्यास चाहिँ अलिक ठुलो गराउनु होला, राम्रोसँग पकाउनु पर्यो। अनि थोरै नुन राखेँ, स्वादअनुसार नुन चाहिँ। अनि धोएर ल्याएको चाउमिन हाल्दैछु म चाहिँ यहाँ। अब यसलाई अनि फल्लाफुल्लु चलाउनुहोस् राम्रोसँग। म चलाउँदैछु। अब एकैछिनमा रेडी हुन्छ, धेरै बेर नै लाग्दैन यो रेडी हुनलाई। छोरीहरूलाई हतार भइरहेछ, बाहिरबाट कराउँदैछन्, छिटो ल्याउनु भन्दैछन्। र मैले यसमा थोरै सोया सस राखेँ। सोया सस धेरै राख्यो भने चाहिँ तितो हुन्छ, त्यही भएर म चाहिँ थोरै जो हाल्छु। कलर अलिअलि राम्रो देखिने भएर हो हाल्ने, नत्र त त्यति मन पर्दैन। झन्नै कराई नै गुल्ट्यो त्यो। यसलाई चाहिँ राम्रोसँग चलाउनु होला। म चलाइराखेको छु राम्रोसँग, जताततै नुनहरू लाग्नु पर्यो होइन। र यसपछि म चाहिँ त्यो चाउचाउमा आएको सुप हुन्छ त्यो हालेँ। त्यो हाल्यो भने झन् मिठो हुन्छ, पिरो मिठो हुन्छ यो सुप। अनि थोरै मसला राखेँ। मसला चाहिँ सब्जी मसला थियो मसँग, त्यही राखेको हो थोरै, अलिअलि स्वाद आओस् भनेर। ल रेडी भयो चाउमिन। मैले चाहिँ मेरो छोरीहरूको लागि निकालिदिएँ। अनि यसलाई चाहिँ सुरुमा दिन्छु म, कान्छी छोरीलाई खुलाउँदैछु, खाँदैछिन्। मिठो मानी खान्छन्, कति मनपर्छ यिनलाई। आफै खान्छु भन्छन्, कान्छी छोरीले चाहिँ आफै खान खोज्छिन्, खुलाउनु पर्दैन। मिठो भन्दैछिन्। ठुली छोरीलाई पनि मिठो लागेछ, मिठो छ भन्दैछिन्। म पनि खान्छु ल, बाई।